हेलो गाइस, इट्स मी रोहित खपङ्गी र तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। र आज चाहिँ म तपाईहरुको माझमा एउटा छोटो बात लिएर आएको छु हैन। फर्स्ट अफ अल त हेर्नुस् हाम्रो कस्तो दामी डाँडाहरु हैन, हाम्रो गाउँको छेउबाट यस्तो भ्यू देख्छ हैन। अब भन्नु त मलाई के छैन, तर पनि अब मलाई चाहिँ अब गाउँको यस्तो गाउँलाई हेर्दा चाहिँ माया लाग्यो हैन। के चाहिँ भन्नु भन्दा चाहिँ अब तपाईहरुले हेर्नुस् होला, यी गन्दगी यस्तो यो के हो, यहाँ डङ डङ गनाइरहेको छ हैन। अब यहाँबाट 100 मिटर पनि छैन, 100 मिटर पनि छैन, गाउँ चाहिँ यहीँ छ हो। खोला चाहिँ अब खोला भनिसकेपछि यस्तो भत्काएर बाटोहरू हेर्नु खोलाहरू भत्काइसकेर यत्रो पैसिसकिसक्यो। अब यो त अब बर्खा पनि अब आउँछ, अब बर्खा पनि आउने टाइम भइसकिसक्यो। अब नआउँदा त यस्तो छ, हामीले अहिले नै यो गाउँलाई अब यसलाई नै हामीले के गरेको छैन भने त अब पछाडि त झन् अब के हुन्छ, फ्युचर त अब सोच्नु नै सक्दिनँ हैन। अब आउँदो फ्युचरमा चाहिँ हाम्रो के हुन्छ यो भन्दा चाहिँ झन् नाश भएर जान्छ। अब 100 मिटर त यहाँ गाउँै छ भनेपछि पनि यस्तो ढिपहरू पनि हेरिदिनुहोस् होला, किनभने ढिपहरूको साह्रै माया लाग्यो। पहिले यहाँनिर थियो बाटो, पहिले यहाँनिर बाटो थियो, अहिले भत्काएर यस्तो डिलडाल भइसकिसक्यो हो। अब हामीले यो अहिले नै हामीले यसलाई बनाइन भने चाहिँ अब खोदालेर उहाँसम्म पुग्नु सक्छ हैन। त्यही कारणले चाहिँ म भन्न चाहन्छु, हाम्रो जो पनि गाउँको ठुलो मान्छेहरू हुनुहुन्छ हैन, तपाईहरुलाई म राम्ररी भन्न चाहन्छु कि यो हामीले यतापट्टि खोला साइडपट्टि पनि हेर्नुपर्छ आफ्नो गाउँलाई हैन। किनभने हामीले आफ्नो गाउँलाई बचाउनु पर्छ, किनभने यतातिर बान एउटा सानो भर्के बान भए पनि होस्, पछाडि अब खोला आएपछि त अब अचानक आउने हो हैन। बर्खातिर पानी परेपछि त एकैचोटि आउने हो डाइरेक्ट। खोला के थाहा अब यसको भर हुँदैन खोलाहरूको त। अब कस्तो हुन्छ भनेपछि आएपछि ग्रामगुडुम उठाएर ग्रामगुडुम लिएर जान्छ हैन। त्यही लागि चाहिँ हामीले छोटो भए पनि अहिलेदेखि नै हामीले स्टार्ट, सानो भए पनि यहाँनिर बाँधहरू बनाइदिएको छ भने चाहिँ राम्रो हुन्छ हैन। हाम्रो एउटा फ्युचर राम्रो हुन्छ, ब्राइट हुन्छ एउटा फ्युचर। यत्रो कामले गर्दा फेरि पछि फ्युचरको लागि पनि हाम्रो गाउँलाई राम्रो हुन्छ हैन। म चाहिँ त्यति नै भन्न चाहन्छु, र केही गल्ती भयो भने चाहिँ माफ पाऊँ।